अहिलेको सरकार यो समीकरण निर्माणका मूलतः दुई उद्देश्य थिए। पहिलो, देशमा व्याप्त गहिरो निराशा हटाई जनतामा आशा तथा उत्साहको सञ्चार गर्ने। दोस्रो, देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा अघि बढाउने प्रस्तुत नीति तथा कार्यक्रम यी उद्देश्य पूरा गर्नेमा केन्द्रित रहेको छ। अहिले यतिखेर राजनीतिक अस्थिरताका कारण सृजित निराशालाई क्यास गर्दै हाम्रा बलिदान तथा शताब्दी लामो सङ्घर्षले इतिहासको रक्षानमा फालिएको सामन्ती प्रथा बेउताउने मात्रै होइन, तिथिमिति नै बोकेर सिंहासनमा विराजमान गराउने र श्रीपेच ढल्काउने जस्ता भ्रम फिजाई संविधान तथा व्यवस्थाका विरुद्ध हिंसक एवं अराजक गतिविधि सुरु भएको छ। प्रस्तावित नीति तथा कार्यक्रममा संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गर्ने प्रतिबद्धता छ। यसका विरुद्ध हुने कुनै पनि प्रकृतिका प्रतिगामी पुनरुत्थानवादी अराजक गतिविधिको प्रतिवाद गर्ने दृढता व्यक्त गरिएको छ। सरकार निर्माणको समयमा संविधानको समीक्षा गर्ने, यसका सबल पक्षलाई सुदृढ गर्ने र कार्यान्वयनको क्रममा देखिएका कमजोरी सच्याउने प्रतिबद्धता गरिएको थियो। तसर्थ सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने नीतिमा सरकार प्रतिबद्ध छ। दलहरू बीचको स्वस्थ प्रतिस्पर्धा, आपसी संवाद, सहकार्य र सहअस्तित्वको नीतिमा राजनीतिक स्थायित्वलाई निरन्तरता दिँदै नीतिगत स्थिरता सुनिश्चित गर्ने हाम्रो प्रयास जारी रहनेछ। आउँछ मजाले पचाउँछ भने चाहिँ जे छ त्यसैमा रम्ने होइन, काम लाग्ने जे छ त्यसलाई सकेसम्म निरन्तरता दिने, जे असान्दर्भिक छ त्यसलाई त्याग्ने नीतिमा हामी जानुपर्छ। त्यसैले विगतमा विभिन्न सरकारद्वारा घोषणा गरिएका पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनः प्राथमिकीकरण गर्ने प्रस्ताव गरिएको हो। निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरी सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन गर्ने र त्रुटिपूर्ण परियोजना खारिज समेत गर्ने नीति नयाँ हो। यसअघि मेरो नेतृत्वको सरकारले देशैभर एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक, प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल निर्माण, उत्तर दक्षिण कनेक्टिभिटीका लागि सडक विस्तार, नदी किनारमा उत्तर दक्षिण लोकमार्गका आयोजनाहरू सुरु गरेको थियो। आज मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग र मध्य पहाडी लोकमार्ग अर्थात् पुष्पलाल राजमार्ग निर्माणमा अभूतपूर्व काम भएका छन्। विरोधका स्वर बीच पनि मुलुक सुरुङ मार्गको युगमा प्रवेश गरेको छ। विपक्षका मान्यजीहरूले अलि टिप्पणी भन्दा पनि गाली गलौजको भाषा बोल्नुभएको थियो। म त्यतापट्टि जान चाहिनँ, गइनँ। ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि यस्तो रहेछस् उस्तो रहेछस् भनेर अरूलाई गाली गर्ने, त्यो अलि त्यसमा केही भनिरहनु आवश्यक छैन जस्तो लाग्छ। आफै ऐना हेर्ने, आफै आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने, त्यसो नगरे हुन्थ्यो भन्ने मात्रै मेरो आग्रह हो। म सवाल जवाफमा गइरहन चाहन्न, आवश्यकै छैन जस्तो लाग्छ। हामीले संसदको बहसलाई सामाजिक सञ्जालका टिप्पणीहरूको तहमा ओह्राल्नु हुँदैन भन्ने मलाई लाग्छ। आश्चर्य एउटा के कुरामा लागेको छ भने अधिनायकवादी प्रणाली हुँदा, निरङ्कुश प्रणाली हुँदा संविधान कानुनको दुहाई दिएर माइक फुट्ने गरी कराउने साथीहरू आज खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्टाउने सङ्घर्ष गर्नुहुन्छ र देशलाई प्रतिगमनमा लाने हुङ्कार गर्नुहुन्छ। अचम्म लाग्छ मलाई, के गरेको यो? जेठ 15 गते, यसपल्टको जेठ 15 गते होइन, अब आउने कुनै पनि जेठ 15 गते पर्खिनुहोस्, तपाईँहरूको सपना साकार हुने छैन। यो प्रतिगामी सपना काम लाग्दैन, यसमा जोड नगर्न म आग्रह गर्न चाहन्छु। बङ्गलादेश बनाउँछु भन्नुहुन्छ, बङ्गलादेश बनाए पनि त त्यहाँ त राजा त फर्काएन नि त, उहिलेको राजा थियो नि त, त्यहाँ पनि एउटा राजा फर्काएन नि त बङ्गलादेशमा। श्रीलङ्कामा पनि राजा फर्काएको होइन। लोकतन्त्रभित्रको कुरा हो। तपाईँहरूले लोकतन्त्रभित्रको, संविधानभित्रको कुरा, प्रणालीभित्रको कुरा, शान्तिपूर्ण आन्दोलनभित्रको कुरा गर्न सिके राम्रो हुन्थ्यो भन्ने मेरो विनम्र सुझाव छ। यति भन्न चाहन्छु, देश
संविधान र कानुन अनुसार चल्छ र सबैले संविधान र कानुन अन्तर्गत चल्न तयार हुनुपर्दछ। तयार हुनु भएन भने संविधान र कानुनले आफै त्यसमा डिल गर्नेछ। ऐना हेरेर आफै अनुहार हेर्दै अरूलाई गाली गर्दै गर्नु र प्रतिगमनको वकालत गरेर सिलिङमा टाउको ठोक्ने गरी उफ्रिनुको कुनै अर्थ छैन यो लोकतान्त्रिक प्रणालीभित्र भन्ने मैले निवेदन मात्रै गर्न खोजेको।